रिजन एकदम पावरफुल हतियार हो। यदि रिजन छ भने तपाईसँग यसमा भगवान, समाज, परम्परा, मान्यता, सोच, विज्ञान, फिलोसफी सबलाई गिराउने तागत छ। म यहाँ भगवानलाई मात्र टार्गेट गरिरहेको छैन। यहाँ कसैको मूल्य, मान्यतालाई ठेस पहुँचाउने काम गर्दै छैन। हरेकको आफ्नो जीवनमा एउटा बाँच्ने आधार हुन्छ। कसैको लागि पढाइ हुनसक्छ, कसैको लागि खेल, नृत्य, विज्ञान हुनसक्छ, भगवान हुनसक्छ। म मात्र कारणको महत्त्व बुझाउँदैछु। जस्तै इक्जाम्पल भन्छ नि, युनिभर्समा जुन चिज तपाईँलाई अनौठो, अचम्म, चमत्कार वा जादु जस्तो लाग्छ, त्यो तबसम्म जबसम्म त्यसको कारण खोलिँदैन। इक्जाम्पल, एउटा जादु जबसम्म ट्रिक थाहा हुँदैन तबसम्म मात्र जादु लाग्छ। तर ट्रिक थाहा पाउनुभयो भने त्यसको कारण थाहा भयो, अब त्यो सामान्य लाग्छ। त्यही भएर भन्छन् जादु भन्ने चिज हुँदैन, साइन्स हो। त्यो हामी विज्ञानलाई टाढाको दृष्टिकोणले हेर्दछौँ। तर विज्ञान भनेकै कारण हो, कारणको भण्डार मात्र हो। इक्जाम्पल बुझौँ न, हामी पछाडि जाउँ परापूर्व कालमा, जहाँ हाम्रो पुर्खालाई दिन र रात हुनुको कारण थाहा थिएन। तब उनीहरूले त्यो मुभमेन्टलाई अब्जर्भ गरेर त्यसलाई एउटा चमत्कार मान्थे। पानी पर्नुलाई एउटा चमत्कार मान्थे, तारा टल्कनु, जुन आधा कहिले पुरा हुनु। तर जब पृथ्वी आफ्नो कक्षमा घुमेर दिनरात भयो, खोला नाला समुद्रको पानी आफ्नो भाप बनेर पानी पर्ने हो भनेर कारण आयो, चन्द्रमाले पृथ्वीलाई घुम्ने, पृथ्वी पनि आफ्नो कक्षमा घुम्ने भएर जुन कहिले आधा कहिले पुरा हुने भनेर कारण आयो, तब अचानक चमत्कार पनि विज्ञान बन्यो। र कारण नथाहा पाउनेले माथि कोही करिश्मा गर्नेछ भन्यो। त्यही भएर बुढापाका भन्ने गर्छन् भगवान कहाँ छ भन्दा माथि। तर त्यो कारण त्यति बेलामा घटनामा सुइटेबल थियो, तर अहिले होइन। किन भन्दा मैले भने नि, कारणको अगाडि सबलाई झुक्नुपर्छ। विज्ञानले कारण दियो, अचम्मको तब मानिसहरूले भगवान मनमा छ भने आस्था खेलेको नि त हुन सक्छ। त्यो फेरि मेरो पर्सपेक्टिभ हो। तर मेरो पर्सपेक्टिभ यो पनि भन्छ कि भगवान मनमा छ, तर त्यो त्यस्तो चमत्कारी भगवान होइन जुन 10 टाउको भएको वा कुनै अचम्मको आफ्नो मनमा भएको। भगवान भनेको आत्मा हो। तर मन चञ्चल हुन्छ, त्यही भएर यो आत्मा हुन सक्दैन। किनकि आत्मा अमर छ, निडर छ, न यो राम्रो छ न यो नराम्रो छ। आत्मा बस शून्य छ, त्यही शून्य जसबाट सम्पूर्ण ब्रह्माण्ड छ। र त्यसलाई शून्य भन्नुको कारण यो होइन त्यहाँ केही थिएन, किनकि विज्ञानले कारण पनि त दिएको छ। केही हुनको लागि केही न केही फोर्स चाहिन्छ। त्यो शून्यता भनेको हाम्रो दिमागको लिमिटेसन भन्दा बाहिर हो। जहाँसम्म हाम्रो दिमागले यो ब्रह्माण्डलाई हेर्ने, सोच्ने र केही नयाँ कारण दिन र त्यसलाई प्र्याक्टिकलको रूपमा निर्माण गर्न सक्छ, त्यहाँसम्मको लागि आफू नै मानिस भगवान हो। किनभने त्यहाँसम्म मानिस आफूले गर्न सक्छ। जस्तै उदाहरण, पृथ्वीसम्मको कुराहरू बुझ्ने मनुष्यमा त्यसलाई अब्जर्भ गर्न सक्ने ग्राभिटी कुराहरू अब्जर्भ गरेर प्र्याक्टिकलमा पनि लिएर आयो। यति कुराहरू अब्जर्भ गर्न सक्ने पृथ्वीसँग क्षमता छ भने मनुष्य पृथ्वी आफै पृथ्वी जस्तो चिज कुनै नयाँ बनाउन सक्छ मनुष्यले। अब पृथ्वीलाई विनाश पनि गर्न सक्छ मनुष्यले, तर परमात्मालाई होइन। किनभने ब्रह्माण्ड भनेकै परमात्मा हो। ब्रह्माण्डलाई ध्वस्त गर्न सक्ने लिमिटनेस मनुष्यले चाहिँ पाएको छैन। लिमिटनेसको बारेमा म पछि एउटा कुरा गर्छु। त्यही भएर मनको चञ्चलता हटाउने, मनको शुद्धता यानि कि शून्य, मनको चञ्चलता हटाउनु भनेकै शून्यता हो। शून्य जसको वर्णन छैन, विशेषता छैन। अब विशेषता किन छैन भन्ने कारण जान्नुहोस्। मानौँ इक्जाम्पल,
एउटा डालोमा केही सामान छ, त्यही त्यसको केही न केही विशेषता दिनुहुन्छ। जस्तै त्यहाँ बल छ भने यसलाई खेल्न प्रयोग गरिन्छ, तर त्यो डालोमा केही छैन भने त्यसको के वर्णन गर्नुहुन्छ? शून्यताको वर्णन गर्न सकिँदैन। त्यही भएर विज्ञान हाम्रो चेतना कसरी आयो र यो सारा ब्रह्माण्डमा पनि कसरी आयो भनेर हाम्रो दिमागले वर्णन गर्न सक्दैन र यो विज्ञानले पनि सकेको छैन। तर त्यो शून्यतामा केही न केही छ, किनभने विज्ञानले भन्छ केही न केही चिज हुनको लागि केही न केही चिज त हुनुपर्छ। तर हाम्रो दिमागले त्यसको वर्णन गर्न सक्दैन। हामीलाई सायद त्यहाँसम्मको लिमिटेसन छैन, लिमिटेसन पाउन हाम्रो अधिकार छैन, किनकि बिग ब्याङले नै भन्ने गर्छ कि स्पेस पनि बिग ब्याङ पछि आयो भने बिग ब्याङ कहाँ भयो? त्यति बेलाको घटना, त्यति बेलाको समय, त्यति बेलाको अवस्था अहिले हामीसँग छैन। त्यही भएर हामी त्योभन्दा अगाडिको वर्णन गर्न सक्दैन। परमात्माको दृष्टिकोणको हिसाबले उसले वर्णन गर्न सक्ला त्यो शून्यतामा के थियो भने, किनभने उसलाई थाहा होला त्यो, किनभने बिग ब्याङ हुनुभन्दा अगाडिको घटनाहरू त बिग ब्याङ हुनुभन्दा अगाडिको समयको अवस्थालाई वस्तुलाई थाहा नि त। तर त्यो वस्तुलाई जान सक्ने डार्क म्याटर भन्छ नि त, जहाँसम्म म्याटर छ, म्याटरै जब बिग ब्याङ भनेपछि आयो, म्याटर जहाँसम्म छ त्यहाँसम्म केही न केही रूप छ, जसलाई हाम्रो दिमागले सोलिड, लिक्विड र ग्यासको फरकमा देख्छ। तर जहाँ म्याटर छैन त्यसको वर्णन नै गर्न सकिँदैन। त्यही भएर हाम्रो शरीरै म्याटरले बनेको छ। जब हाम्रो शरीरै एटमहरूले बनेको छ त हामी त्यहाँभन्दा बाहिरको घटनालाई वर्णन मात्र गर्न सक्दैनौँ। तर त्यहाँ वर्णन गर्न सक्दैन मतलबको यो होइन कि त्यहाँ केही थिएन, त्यहाँ केही न केही थियो। त्यही भएर हाम्रो यो सबै कुरो हुन पुग्यो। तर त्यहाँ के थियो भनेर लिमिटनेस चाहिँ हामीलाई छैन कि। लिमिटनेसभित्रको चिजहरूलाई मात्र हामी सोचेर वर्णन गर्न सक्छौँ। त्यहाँ लिमिटनेसभन्दा बाहिरको चिजलाई हामी वर्णन निश्चय गर्न सक्दैनौँ, किनभने त्यहाँभन्दा बाहिर हाम्रो दिमागलाई लिमिटै छैन। बुद्ध त्यहाँ लिमिटनेसभन्दा बाहिर जान खोजेको थियो। त्यही भएर बुद्ध भन्ने गर्थे 4 कदमभन्दा अगाडि कहिले पनि नसोच। जब 4 कदमभन्दा अगाडि, किनभने बुद्धले 4 कदमभन्दा अगाडि सोचेका थिए स्वयं, त्यही भएर उनलाई इन्लाइटमेन्ट हुनुभयो। त्यही भएर भन्छ 4 कदमभन्दा अगाडि होइन। हाम्रो लागि त्यही शून्यताभन्दा अगाडिको चिजसम्म लिमिटनेस छ, जसको हकदार हामी हो र हामी त्यसको गड हो, किनभने हामी त्यसलाई क्रिएट गर्न सक्छौँ, डिस्ट्रोय पनि गर्न सक्छौँ। जब बिग ब्याङ भएपछि एटम आयो र हामीलाई थाहा छ एटमभित्र इनर्जी थियो भनेपछि इनर्जी पनि शक्ति, यो शक्ति जुन छ नि, यो हाम्रो अहिले हामीसँग भइरहेको शक्ति पनि हाम्रो परम शक्ति, जस्तै भने आत्माको परमात्मा भने जस्तै हुन्छ नि त। आत्मा र शक्ति भनेको एउटै रूप हो। म अहिलेहरूलाई अध्यात्म र उसको हिसाबले बुझाउँछु। त्यो शक्तिको नि कोही महाशक्ति छ के, त्यो शक्तिको नि कोही महाशक्ति छ जसलाई हाम्रो दिमागले लिमिटनेस गर्न सक्दैन, किनभने हामी त आत्मा त्यो शक्तिले बनाएको हो नि त। हामी त्योभन्दा घटनाक्रम बिग ब्याङभन्दा अगाडिको शक्तिले हामी बनेको होइन। बिग ब्याङभन्दा अगाडिको शक्तिले स्पेस जन्मायो, यानि कि हामी स्पेस अन्धकार मात्र देख्न सक्छौँ के पनि छैन भनेको मतलब त्यो कालो पनि होइन, त्यो चिजको वर्णनै छैन कि। किनभने कालोको पनि विशेषता छ। कालोको विशेषता किनभने कालो हामीले म्याटरको फर्ममा हामीले देखेको छौँ। कालोको अब यदि हाम्रो लागि त्यही शून्यतासम्मको लिमिटेसन छ र त्यही नै भगवान हो भने विज्ञानको भाषामा अणु र आध्यात्मिकको भाषामा आत्मा दुवैले शून्यतालाई नै दर्शाउँछ। जस्तै अणु भन्छ म भित्र इलेक्ट्रोन, प्रोटोन, न्युट्रोन, न्युक्लियस, इनर्जी, क्वार्क छ। र सारा विज्ञानको अहिलेसम्मको पर्याप्त ब्रह्माण्डको उत्पत्तिसम्मको थ्योरी बिग ब्याङ पनि त अन्तिम इनर्जीमै आएर समाप्त हुन्छ। र विज्ञान भन्छ हरेक चिजमा एटम हुन्छ, यो ब्रह्माण्ड नै एटमको हो र यहीसम्मको चिजलाई हामी वर्णन गर्न सकिन्छ, किनकि यहाँसम्म पदार्थ छ यानि कि म्याटर, र हामी अब्जर्भ गर्दा सोलिड, लिक्विड र ग्यासको फर्ममा यसलाई अब्जर्भ गर्छौँ, र जसमा इनर्जीलाई वर्णन गरिएको छ कि यो न कहिले बनाउन सकिन्छ न कहिले भत्काउन सकिन्छ, यो अमर छ। र अध्यात्म पनि त्यही भन्छ, आत्मा अमर छ किनकि यो न जन्मन्छ न मर्छ। तर अगेन केही चिज हुनलाई
केही चिजको आधार हुनुपर्छ। जुन कारण हाम्रो दिमागले अथवा दिमागको लिमिटेसनको कारण हामी दिन सकिँदैन र जुन चिजको वर्णन गर्न सकिन्छ त्यो सकिँदैन, त्यो शून्यता हो। र मनको शून्यता भनेको चाहिँ आत्मा हो। हरेक चिजलाई ट्राभल गर्नको लागि एउटा मिडियम चाहिन्छ कि लाइटलाई भ्याकुम, साउन्डलाई हावा, यस्तो भनेको जस्तै केही न केही हुनको लागि केही न केही मिडियम हुनुपर्छ। तर त्यहाँसम्मको हाम्रो लिमिटनेस छैन। त्यही भएर शून्यता भनेको आत्मा हो। त्यही भएर हामीभित्र भगवान छ भन्ने पनि त्यो आत्मा हो। र मन शुद्ध तब हुन्छ जब हामी यसको चञ्चलता त्याग्छौँ, यानि कि लोभ, ईर्ष्या, मान, प्रतिष्ठा, घमण्ड, अठोट सब त्याग्छौँ। तब हामी त्यो भगवान भएको ठाउँमा पुगिन्छ। किनकि विज्ञान भन्छ अरू सब चिजमा पाइन्छ। आध्यात्म र विज्ञानको इक्जाम्पल फरक फरक हो। यसको निष्कर्ष अन्तिममा एउटै निस्कन्छ। मैले जहाँ हाम्रो दिमागको लिमिटेसन छ त्यहाँभन्दा माथि हामी वर्णन गर्न सकिँदैन। र वर्णन गर्न नसकेपछि त्यसको कारण दिन सकिँदैन। र जुन चिजको कारण छैन, अघि नै भनेअनुसार त्यो चमत्कार हो। र चमत्कार नै भगवान हो। कुनै 10 टाउको भएको सर्प देखिएको होइन। अब भोलि गएर यो लिमिटेसन तोडिएर यदि एउटा नयाँ कारण आउँछ भने पनि अगेन केही चिज हुनलाई केही चिज हुनुपर्छ र सधैँ त्यही लुपमा फसिजान्छ। जस्तै बिग ब्याङभन्दा अगाडिको चिज केहीको कारणले यसरी भयो भनेर आयो भने फेरि त्यो कारण चाहिँ कसरी भयो, कुन मिडियमबाट हो। भगवान छ भनेर कसैले भन्यो भने फेरि त्यो भगवान पनि कुन मिडियमबाट पुग्यो। अगेन मान्छे सधैँ त्यही एउटा लुपमा फसि नै रहेको हुन्छ। त्यहाँभन्दा पछाडि त्यसको आधारमा रहेर निक्लेको, अब्जर्भेसनमा रहेर निक्लेको चिज एउटा थ्योरी मात्र हो। त्यही भएर रियालिटी कहिले देख्न सकिँदैन, रियालिटी कहिले थाहा हुँदैन। वा कहिले झुकिएर हामीले रियालिटी अँगाल्न थाल्यौँ भने पनि अथवा त्यसलाई पहिचान गऱ्यौँ भने पनि त्यो बेलाको समय, घटना, अवस्था हामीसँग छैन। किनकि बिग ब्याङ भएपछि स्पेस आयो, टाइम आयो, एटम, म्याटर आयो, जसले चाहिँ र ब्रह्माण्ड पनि विस्तार हुँदैछ र समय स्थिर छैन। इनफ्याक्ट यो त अवस्था अनुसार बदलिने पनि गर्छ। लाइटको स्पिडमा फरक, समय स्पेसमा फरक, हाम्रो अर्थमा फरक। त्यही भएर वेद र पुराणमा पनि भनिएको छ झुटो मायाको संसार। हामी हाम्रो ब्रह्माण्डको र चेतनाको अस्तित्व सायद फुटाउन सक्दैनौँ कहिले पनि। त्यही भएर हाम्रो लागि अहिले त्यही चमत्कार नै भगवान हो। र अन्तिममा हेर्नुहोस्, मैले यो भनेर कसैको मूल्य, मान्यता र प्रतिष्ठालाई ठेस पचाउन खोजेको होइन। यो मेरो तर्क हो। शून्यतालाई भगवान भन्ने तपाईहरूको आफ्नो मान्यता अथवा तपाईहरूले भगवानलाई मान्नुहुन्छ भने केही फरक पर्दैन। किनकि सबको जिउने आफ्नो पर्सपेक्टिभ हुन्छ। त्यही भएर कसैले कसैको पर्सपेक्टिभलाई गिज्याउने अथवा निन्दा गर्ने पनि गर्नु हुँदैन। यो मेरो तर्क हो। तर मैले मात्र यति कुरा बुझाउन खोजेको हो कि तपाईँ कारण चाहिँ खोज्नुहोस्। हतार पतार कसैको कुरामा विश्वास नगर्नु। चाहे त्यो धर्म सम्बन्धी होस्, विज्ञान सम्बन्धी होस्, पढाइ सम्बन्धी होस्, सामाजिक सम्बन्धी होस्, ऐतिहासिक जानकारी सम्बन्धी हुन सक्छ। तर त्यसको बस जेमा जिम्नुहुन्छ त्यसको आधार, कारण खोज्ने प्रयास चाहिँ गर्नु। तपाईहरू आफ्नो आधारको कारण खोज्नुहोस्। मैले आफ्नो आधारको कारण खोज्दैछु। महान व्यक्ति ओशोले पनि भन्ने गर्छन्, धर्मित्व व्यक्ति, आस्तिक व्यक्ति बेमान हुँदैन। किनकि धर्मित्व व्यक्ति त्यो हो जसले सजिलै कुनै पनि कुरामा विश्वास गर्दैन। जस्तै उदाहरण, हामीले आफूले नदेखेको छौँ भगवानलाई, हामीले आफूले कहिले नदेखेको, कहिले नभोगेको भगवानलाई पनि हामी छौँ भनेर मान्दै आएको छौँ। मैले यहाँ समाजले बनाएको भगवानको कुरा गर्दैछु। अगेन मैले यहाँ हामीभित्र भएको भगवानको कुरा गर्दै छैन। जस्तो हामीले भगवानले अहिले किन मान्छौँ, किनभने समाजले मान्दै आएको छ। त्यसलाई हामीलाई आफ्नो आमाबाउले थोपेका छन्। हामीलाई पहिलेदेखि भन्दै आएको छ भगवान मान्नुपर्छ भनेर, तर कसैले देखेको छैन। त्यही भएर हामी बस विश्वासमा चाहिँ गर्छौँ। र जुन कुरा हामीले नदेखिकन नभइकन विश्वास गर्छौँ,
यदि त्यो कसैले गर्छ भने त्यो बेइमानी हो र धार्मिक मान्छे कहिले पनि बेइमान हुँदैन। त्यही भएर हामी भगवान किन मान्छौँ र किन मान्न चाहँदैनौँ भन्दाखेरि हामी मर्नबाट डराउँछौँ। त्यही भएर हामी भगवान मान्छौँ। किनकि समाजले बनाएको भगवानले आस्था दिलाउँछ कि मरेपछि नि एउटा दुनियाँ छ त छ। यसको कारण दिने पनि कोही छैन। फेरि मरेको व्यक्ति आएर स्वर्ग नर्क हुन्छ भनेर पनि भनेको छैन। अब हजुरले सारा जन्म भगवान भनेर आफ्नो किम्ती वक्त दिएर भोकै बसेर पैसा खर्च गरेर समय दिएर गरेको काम स्वर्ग भयो भने त नर्क भयो भने त अर्को जन्म भयो भने त ठिक छ, तर छैन र एकचोटि मात्र जन्मिने र यो चमत्कार हो भने यही दुनियाँमा अमर हुनुहोस्, यही बेला आत्मशुद्ध गर्नुहोस्, यही दुनियाँमा नाम बनाउनुहोस्, यही दुनियाँमा केही न केही गर्नुहोस्। अहिले नै गर्नुहोस्। किनकि जबसम्म तपाईँ हुनुभएको छ तबसम्म मात्र संसार छ, त्यसपछि शून्यता छ जसको वर्णन छैन। हस्त, धन्यवाद।